ल सबैजनालाई नमस्ते छ फेरि पनि। अहिले चाहिँ म यता हाम्रो धौला पुगेको छु। यो चाहिँ हाम्रो मलधौला भन्छ यहाँनिर चाहिँ। अब यहाँ चाहिँ हाम्रो अब हिउँदको महिनामा चाहिँ बाख्राहरू राख्ने यो चाहिँ एकदम चौर छ है। अनि यो चौरमा चाहिँ बाख्राहरू ट्याक्क राख्ने र पारिपट्टि चाहिँ हाम्रो हिमालको दृश्य चाहिँ एकदम बवाल देखिरहेको छ। यतापट्टि चाहिँ हाम्रो काप्चुली, यो चाहिँ हाम्रो काप्चुली हो र यतापट्टि ठ्याक्कै यो रुखको पछाडिपट्टिको चाहिँ हाम्रो अपी हिमाल हो। अनि यहाँ चाहिँ बाख्राहरूको बस्ती छ भनौँ यहाँ है। सम्पूर्ण यहाँको लोकल मान्छेहरूले चाहिँ बाख्रा यहाँ ल्याएर राख्ने गरेका छन्। यो चाहिँ हाम्रो बाख्रा राख्ने डेराहरू यहाँ चाहिँ है।